राजकुमारदेखि साधुसम्म करिब 2500 वर्ष अघि आजको नेपालको लुम्बिनीमा एक राजकुमार जन्मिए, सिद्धार्थ गौतम। उनका पिता राजा शुद्धोधनले चाहन्थे कि उनी महान राजा बनुन्। त्यसैले उनले सिद्धार्थलाई दरबारभित्र सबै सुख सुविधा दिएर राखे। उनीसँग धन थियो, शक्ति थियो, परिवार थियो, तर मनभित्र शान्ति थिएन। 4 दृश्य जसले जीवन बदलियो। एक दिन सिद्धार्थ दरबार बाहिर निस्किए। त्यहाँ उनले 4 दृश्य देखे। एक वृद्ध मानिस, एक बिरामी मानिस, एक मृत शरीर र एक शान्त साधु। यी दृश्यहरूले उनको मन हल्लाइदियो। उनले बुझे जीवनमा दुःख, रोग र मृत्यु अपरिहार्य छन्। धन र शक्ति भएर पनि यी कुराबाट बच्न सकिँदैन। त्यही रात उनले ठूलो निर्णय लिए। 29 वर्षको उमेरमा उनले राजदरबार, श्रीमती, सन्तान सबै छोडेर सत्यको खोजीमा निस्किए। कठोर तपस्या र असफलता। सिद्धार्थले वर्षौंसम्म कठोर तपस्या गरे। कहिलेकाहीँ त उनले दिनौंसम्म खाना खाएनन्। शरीर कमजोर भयो, तर ज्ञान प्राप्त भएन। त्यसबेला उनले एउटा ठूलो कुरा बुझे। अत्यधिक सुख र अत्यधिक दुःख दुवै सही बाटो होइनन्। यहीबाट जन्मियो मध्यम मार्ग। बोधि वृक्ष मुनि अन्तिम सङ्घर्ष। उनी भारतको बोधगयामा एउटा पिपलको रुखमुनि बसे। आज त्यो स्थानलाई बोधगया भनेर चिनिन्छ। उनले प्रण गरे, सत्य नपाएसम्म म उठ्दिन। धेरै मानसिक सङ्घर्षपछि गहिरो ध्यानमा उनी जागृत भए। उनले जीवनको सत्य बुझे। त्यस दिनदेखि उनी बुद्ध अर्थात् जागृत व्यक्ति भनेर चिनिए।